नुवाको डायरीको 38औं एपिसोड 2067 पुस 5 गते 20 डिसेम्बर 2010। आज बिहान खाना खाइसकेपछि पानी नाइकेसँग एक बाल्टिन पानी मागे। अरूले त पानी नाइके कडा छ, पानी दिदिन भन्छन्, तर मेरो लागि त कडा छैन। मैले जहिले पानी मागे पनि दिन्थ्यो। पानी लिएर नुहाउन गएँ। टाउकोमा पानी हालेको मात्र थिएँ। माइकबाट मेरो नाम बोलायो। हटपट नुहाएर ढोकामा गएँ। त्यति बेलासम्म 2 चोटि मेरो नाम बोलाइसकेको रहेछ। किन अबेर गरेको भनेर ढोकामा बस्ने करायो। नुहाउन टाउकोमा पानी हालेको मात्र थिएँ, बोलाइहाल्नु भयो। खबर पठाउनु पर्यो नि। छोरा निरज आएको रहेछ। हिजो अदालतमा के भयो भनेर सोधेँ। हिजो अदालतमा केही पनि भएन। बच्चाहरूलाई हाजिर गराएर लग्यो। शिक्षक शिक्षिकाहरू हिजो हाजिर गर्न आएनन्। त्यसैले अब उहाँहरूलाई बयान गर्न नल्याउने भन्यो रे। हाम्रो पक्षमा बोलेकोले त्यसो भनेको होला। सबैजनालाई बयान दिन लगाउनु पर्छ भने। आज अदालतमा भेट्छु भनेर निरज गयो। उसले मलाई एउटा कम्बल र ओढ्ने पछ्यौरा ल्याइदिएको रहेछ। कम्बल ढोकामा लेखाएर ल्याउनु पर्ने रहेछ। 12:30 बजे होटलमा गएर 1 कप चिया पिएँ। त्यसपछि कोठामा आई लुगा लगाएर अदालत जान तयार भएर बसेँ। 2 बजे माइकबाट मेरो नाम बोलाउने बित्तिकै ढोकामा गए। 2 जना हतियारधारी पुरुष र प्रहरीहरू, 1 जना महिला हवलदार आएका रहेछन्। मेरो 2टै हातमा हटकडी लगाएर बाहिर लगे। ट्याक्सीमा बसेर गयौँ। अदालत पुग्दा नीतिमान र पवन बेन्चमा बसिरहेको देखेँ। म पवनको नजिक बस्न गएँ। पछि निरज र सरू पनि आए। निरजले मलाई चिया र बिस्कुट खुवाउन ल्यायो। प्रहरीहरूलाई पनि चिया खान भनेको थिएँ, मानेन। महिला प्रहरी हवलदारले मात्र चिया पिए। म निरज, नित्य र पवन गफ गऱ्यौँ। सुरेन्द्र मानन्दरले मलाई सहयोग गर्नुको साथो भोइस अफ चिल्ड्रेनको पक्षमा बोलेर हिँडेको कुरा बतायो। अस्ति सुरेन्द्र मानन्दरलाई ड्याडीसँग भेट गराउन ल्याउँदा पहिले भोइस अफ चिल्ड्रेनको अफिसमा लैजानुभयो। त्यहाँ कृष्णकुमारको अगाडि सुरेन्द्रले भन्यो, ल नजरराम दाईलाई फसाउन मैले तपाईँलाई उक्साएको, यसमा मेरो पनि हात छ भन्छन्। के मेरो हात छ भनेर कृष्णकुमारसँग सोध्यो। कृष्णकुमारले होइन, हामीले पुरा इन्भेस्टिगेसन गरेर जारी दिएको हुँ भन्यो। अनि निरजले सोधे, तपाईँहरूसँग के प्रमाण छ? कुनै प्रमाण छैन। केटीहरूले भनेको भरमा मेरो बुवालाई थुन्न पाइन्छ भन्दा एकछिन त कृष्णकुमार अकमक्यो रे। त्यति बेला सुरेन्द्रले भन्यो, यो केसमा मुद्दा चलाउन केटीहरूले त्यति भने पुग्छ, अरू कुनै प्रमाण चाहिँदैन। त्यसपछि अरू कुराकानीको क्रममा निरजले कृष्णकुमारसँग भन्यो, केटीहरूले मलाई दाई मानेका छन्, उनीहरूसँग म पनि एकचोटि भेट्न चाहन्छु। त्यसबेला पनि कृष्णकुमारले जवाफ दिनुभन्दा पहिल्यै सुरेन्द्र मानन्दरले जवाफ दियो रे। अस्ति नानी मिसले भेटेर गइसक्यो। यदि यसमा सुरेन्द्रको हात नभएको भए उसले किन जवाफ दिनु पर्यो? नानी मिसले भेट्न आएको उसलाई के थाहा? त्यसैले त अस्ति कृष्णकुमारले पार्टीको सहमतिमा यो कदम चालेको भनेर जुजुभाइ र बद्रीको अगाडि भनेको थियो। त्यस्तै अघि मलाई भेट्न कुलबहादुर अदालत आएको थियो रे। म अबेर पुगेकोले ऊ फर्कियो। चन्द्रमानले पनि मेरो विरोध गरेर हिँडेको छ रे। ऊदेखि कुलबहादुर रिसाएको छु। चन्द्रमान मदेखि किन रिसायो? मैले के गरेको छु? उसले मेरो विरोध गर्नको कारण ईर्षा होला। उसले नेपाल भाषामा PhD गरेको छ, तर खासै मानिसहरूले महत्त्व दिएन। त्यो बाहेक अरू सबै क्षेत्रमा ऊभन्दा म अगाडि नै छु। नेपाल भाषा क्षेत्रमा मैले 6वटा उपन्यास र एउटा कथा सङ्ग्रह प्रकाशित गरिसकेको छु। नेपाल भाषाको उपन्यास इतिहासमा उपन्यास लेखेर प्रकाशित गर्ने उपन्यासकारमा म तेस्रो व्यक्ति हुँ। नेपाल भाषाको पत्रिका झोलझोल्पा प्रकाशित गरेर पत्रिका क्षेत्रमा पनि नाम कमाएँ। राजनीतिक र सामाजिक क्षेत्रमा पनि उसले भन्दा बढी मैले नाम कमाएको छु। यी विभिन्न कारणहरूले गर्दा तुयुबहादुर र चन्द्रमानले मलाई खुच्यौँ गरेका हुन्। उनीहरूले मलाई दबाउन नसकेको अवस्थामा यो घटना हुँदा उनीहरू
हर्षित भएको होला। आज अदालतमा कविता र निरोको बयान हुने दिन। निरो र संस्थाको एकजना महिला आए। निरोको अनुहार देखेर मलाई दया लाग्यो। उनको पढाइको बारेमा थाहा पाउन उनको नजिक गएर सोधेँ, तिम्रो पढाइ त चलिरहेको छ? पढ्दैछु, उनले हाँसेर भनिन्। उनको त्यो हाँसो सक्कली होइन, नक्कली हो। कहाँबाट प्रिटेस्ट दियौ थाहा छैन भनेर मुख बाङ्गो पारिन्। उनको मुहारमा लज्जाबोध र असह्य पीडा छल्किएको मैले महसुस गरेँ। अरू 2 जना बच्चाहरूलाई स्कुल पठाइरहनु भएको छ? मैले संस्थाको महिलासँग सोधेँ। पढाइरहेको छु, यति भने ती महिलाले निरोलाई इजलासभित्र लगिन्। निरोको बयान सुरु भयो। म अगाडि नै बसेँ। उनले ढाक फुकालेर जवाफ दिन सकेनन्। देखि जान्ने भनेर बागपत्र गराउन ल्याएको थियो। उनले त देखेको छैन भने त्यति बेला उनी ट्युसन पढ्न गएकी थिइन्। पछि बहिनीहरूले भनेर मात्र थाहा पाए कि भन्ने बयान दिइन्। ढाँटेको कुरा काटे पनि मिल्दैन। आजको लागि अदालती काम सकियो। प्रहरीहरूसँगै म फर्केँ। जेल पुग्दा 4:30 भइसकेछ। आज छिट्टै खाना खान गएँ। खाना खाएर बाहिर गफ गरी बसेँ। आज 6 बजे लाइन गयो। 7 नबज्दै युपिएस बन्द भयो। पुरा जेल अन्धकारमा डुब्यो। आज नम्बर लाग्नुभन्दा पहिले नै सुतेँ। 2067 पुस 6 गते 21 डिसेम्बर 2010 मङ्गलबार। आज यमरी पुनी मलाई प्रहरीले गिरफ्तार गरेको आजले ठ्याक्कै 3 महिना भयो। यस भद्रबन्दी गृहमा आएको 76 दिन भइसक्यो। कति छिटो दिन बित्दो रहेछ। समय र नदीले मानिसलाई कहाँ कहाँ पुर्याइदिँदो रहेछ। बिहान 4 बजे निन्द्रा खुल्यो। बाहिर जान लागेकै बेला ठ्वाक्क बत्ती निभ्यो। तै पनि म बाहिर गएँ। बाहिर उज्यालो छ। आज पूर्णिमाको दिन। चन्द्रमा आफ्नो मस्त यौवनमा चम्किरहेको छ। महिनाको एक दिन पूर्णिमाको रात चन्द्रमा मस्त जवानीमा पुग्छ। कहीँ कतै दाग हुँदैन। त्यसपछि चन्द्रमाको आयु काट्दै जान्छ। एक दिन गायब हुन्छ। त्यसलाई औँसीको रात भनिन्छ। म टोयलेट गरेर डाँडामा गएँ। सफाई भाइ नै के सानो बाबु एक्लै फोहोर जम्मा गरिरहेको छ। एउटा चुरोट पिएर धारामा आई मुख धोएँ। कोठामा आएर डायरी लेख्न थालेँ। हिजो अदालतको इजलासमा बसिरहँदा एक जोडीको सम्बन्ध विच्छेद भएको थियो। उनीहरू हेर्दाखेरि गुरुङ जातिको जस्तो लाग्थ्यो। उमेर त्यस्तै 42 वर्ष जति भयो होला। न्यायाधीशले दुवैजनाको अगाडि निर्णय सुनाउनु भयो। अबदेखि लोग्नेको सम्पत्तिमा श्रीमतीले दाबी गर्न नपाउने, श्रीमतीको सम्पत्तिमा लोग्नेले दाबी गर्न नपाउने, 15 वर्षको छोरा श्रीमानले पालन पोषण गर्नुपर्नेछ। मन्जुर छ? दुवैजनाले मन्जुर छ भनेपछि पहिले श्रीमतीलाई सही छाप गरायो। त्यसपछि लोग्ने चाहिँले सही छाप गर्यो। लोग्ने चाहिँ त खुसी नै देखिन्थ्यो, तर श्रीमतीको आँखा रसाएको देखिन्थ्यो। उनको अनुहार मलिन थियो। बिहा गरेर 15 वर्षको छोरा भइसक्दा पनि आज जीवनको आधा उमेरमा आएर उनीहरू छुट्टिए। उनीहरूमा त्यस्तो के बाध्यता आयो होला? विवाह गर्ने भनेको यौन सम्पर्क गर्ने लाइसेन्स होइन, बच्चा जन्माउने मिसिन चलाउने होइन। विवाह भनेको 2 आत्माको मिलन हो। यदि 2 आत्माको मिलन हो भने उनीहरू किन छुटिए? केटी गोरी हृष्टपुष्ट थिइन्। यो उनीहरूको नक्कली सम्बन्ध विच्छेद पनि हुन सक्छ। यदि त्यस्तो भइदिएको भए केटी किन रोइन्? आज यमरी पुनी अर्थात् ज्यापो दिवस। यदि म बाहिर भइदिएको भए आज ज्यापो दिवसमा भाग लिन जान्थेँ। आजको दिनलाई ज्यापो दिवस भनेर घोषणा गराउन सक्नु सम्पूर्ण नेवारहरूको सफलता हो, ज्यापो जातिको गर्व हो। बिहान 6 बजे नम्बर खुल्यो। ग्राउन्ड घुम्न गएँ। घुम्दै थकाइ लाग्यो। हिजोदेखि मेरो दाहिनेतिरको हातको पाखुरा र ढाड दुखेको जस्तो लागेको थियो। फुलवाला स्वेटरमा ज्याकेट लगाएकोले काखी च्यापिएकोले दुखेको होला भन्ने अनुमान गरेँ। त्यो स्वेटर फुकालेर हाफवाला स्वेटर लगाएँ। आज घाम मधुरो छ। कुहिरो अलि बढी नै लागेको छ। कोठामा आएर उपन्यास लेख्न थालेँ। खाना खाएर एकछिन काम टापेँ। कोठामा आएर एकछिन के पल्टिएको थिएँ, माइकबाट मेरो नाम बोलायो। को आएको होला भनेर गएको त श्रीमती, नाति निशान्त र कुमारी निरोला आएका रहेछन्।
आज श्रीमतीको मुहार चम्किलो छ, अरू बेलाभन्दा हँसिलो मुहार छ। नाति पनि गोरो र अग्लो देखिन्छ। धेरै दिनपछि देखिएकोले होला कुमारी पनि दुब्लाकी जस्तै थिइन्। गालामा पनि कालो पोटोको दाग देखिन्छ। आज सुभाषको छोरी स्वर्णिमको यही चुइकेको भोज छ। मलाई पनि बोलाएको थियो। यहाँ आउनुपर्छ भने धेरै कर गरेपछि काका बाहिर नआउन्जेलसम्म कहीँ भोज नजाने भने तपाईँको भाग खानेकुरा लिएर जान भनेको थियो। तपाईँहरूले नै पुर्याइदिनु भने श्रीमतीले भने। हिजो कवितालाई भेट्न सरू र म उनको घरमा गएका थियौँ। कवितालाई संस्थाको मानिसहरूले स्कुलमै लिन जाँदा रहेछन्। स्कुल ड्रेसमै लैजाँदा रहेछन्। उनको आमालाई थाहा नै थिएन। अब लिन आयो भने नपठाउने भने। सरले गर्दै नगरेको कुरा कसरी गरियो भनेर सविताले भनिन्। निर्मलाले भन्नै पर्छ भनेर कर गरिन् रे कविताले भनिन्। कविताले भन्दै नभने कुरा भनेर सही गराएर लगिन्। मलाई त केही पनि गर्नुभएको छैन। सरले त मलाई बाबुले भन्दा बढी माया गर्नुहुन्छ भन्छु भने कुमारी निर्मलाले भनिन्। मैले 3 कप चिया मगाएर एउटा फ्रुटी निशान्तलाई दिएँ। हामी चिया खाँदै गफ गर्न लाग्यौँ। अहिले मेरो सबभन्दा ठुलो शत्रु निर्मला नै भइन्। मेरो घरबाट निकाल्दा उनको प्रेम विस्फोट हुन लागेको थियो। त्यसैले उनले घाइते नागिनले झै मलाई डसिन्। श्रीमतीले लुगा फाटो र खानेकुरा दिएर गइन्। कोठामा आएर 2टा बारा खाएँ। केही बेला फेरि माइकबाट मेरो नाम बोलाए। ढोकामा गएँ। ढोकाबाट बाहिर हेरेको त भतिजा शेखर आएको रहेछ। अस्ति पनि काकालाई भेटौँ भनेर आएको थिएँ। सबचिन भइसकेको थियो। समय सकियो भनेर भेट्न दिएन। त्यसैले आज अलि चाँडै आएको हुँ, शेखरले भने। तपाईँमाथि त्यस्तो आरोप लगाएको सुन्दा म त छक्क परेँ। यदि तपाईँले त्यस्तो गर्नु नै भएको भए पनि निरुले मलाई भन्नु पर्थ्यो। बरोबर मैले सहयोग गरिरहेको थिएँ। उनीहरूले ममाथि किन त्यस्तो आरोप लगायो होला भन्ने मेरो भनाइ राखिसकेपछि उसले फेरि भन्यो, बाबु भनेर नठाक्ने केटीहरूले यस्तो झुटो लान्छना लगाएर तपाईँको जीवन बर्बाद गर्न खोजे। कति बैगुनी केटीहरू। अबदेखि त्यस्ता बाहिर जिल्लाबाट आएर बसेका कसैलाई म पनि सहयोग गर्दिनँ। शेखरले निरुको फिस तिरिदिन्थ्यो। मैले थाहा नपाउने गरी निरुले उसँग विभिन्न सामानहरू लिन्थ्यो। गरिब बच्चाहरूप्रति उसको मनमा रहेको सानुभूति यिनीहरूले गर्दा घृणामा परिणत गराइदियो। म निरुलाई भेटेर केही भन्न जाउँ कि भनेर आएको, शेखरले भन्यो। केही भन्नु पर्दैन, बयान सकिसक्यो। मेरो विरुद्ध संस्थाले जसरी सिकाएको त्यस्तै बयान दिइसकिन्। तपाईँले सफाई पाउनुहुनेछ भन्ने कुरामा म ढुक्क छु। कुनै प्रमाण बिना कसरी सजाय दिन्छ, शेखरले भने। बाहिर भेटघाटमा आउनेहरूको भिड बढ्यो। छिटो सकाउनु भनेपछि हामी उठेर आयो। कोठामा आएर 1 कप कफी पिएँ। समाचार सुन्न लागेँ। आजको समाचार सुनेर नेकपा एमाले ओह्रालो लाग्ने निश्चित देखेँ। नेताहरू नीति सिद्धान्तभन्दा पदको लागि लुछाचुरी गरिरहेको अनुभूति भयो। झलनाथ खनाल आफै प्रधानमन्त्री बन्न चाहन्छन् भने उहाँलाई छिर्किहाल्न माधव नेपाल र केपी ओली रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन चाहन्छन्। अब पार्टी फुट्यो भन्न मात्र बाँकी छ। अब एमाले पार्टी रहेन, गुट मात्र भएको छ। झलनाथ गुट र केपी गुट। अनि म जस्ता नीति र सिद्धान्तमा अडिग रहेर गुट उपगुटको विरोध गर्नेको के महत्त्व? त्यसैले त म एक्लो भएँ। अब एमाले पार्टीमा रहेर काम गर्नुको कुनै औचित्य रहेन। धन्यवाद। शुभ